आदरणीय दर्शकवृन्द नमस्कार। अपन विशेष में स्वागत करै छी। हम अजय शाह शिवाली। आई बातचीत कर जा रहल छियै जे पिछला समय में एकटा विषय बहुत चर्चा में छै, सीमा विवाद। एहि बेर के बात करी तो चीन आ नेपाल बीच में सीमा विवाद के चर्चा छै। ई कहल जा रहल छै कि हुमला के लिमी कहल स्थान में, लिमी लाप्चा कहल स्थान में चीन किछ भवन निर्माण केने छै, नेपाल के भूमि में से आरोप लग रहा है। ई ओतुका स्थानीयवासी सबके आरोप है कि चीन नेपाल के भूमि अतिक्रमण क भवन बनौने छै। जब सरकार के बात करी तो सरकार किछे दिन पहले औपचारिक रूप में ई कहलकै कि चीन जोड़े कोनो किस्म के सीमा विवाद नहीं छै। पहले अपने सबके एक वीडियो देखाबे चाहे छी, तै के बाद आई एक गोटे गेस्ट जुड़ल छै, हुमला से सांसद है, प्रदेश सांसद, हुनका संगे बातचीत करब। तो पहले वीडियो देखल जाए। त्यस सम्बन्धमा मन्त्रालयको सरकारको गम्भीर ध्यान आकर्षण भएको छ। जिल्ला प्रशासन कार्यालय हुम्लाबाट त्यो ठाउँको स्थलगत अध्ययनको निम्ति टोली गएको छ। त्यसले थप तथ्यहरू ल्याउने नै छ। तर त्योभन्दा अगाडि म यहाँहरूलाई निवेदन गर्न चाहन्छु, यस्तै खालको मिडियामा समाचार सम्प्रेषण 2073 सालमा पनि भएको रहेछ र 73 सालमा यो समाचार आइसकेपछि त्यति बेलाको सरकारले अन्तर मन्त्रालय एउटा चाहिँ छानबिन समिति गठन गरेर गृह, परराष्ट्र, नापी सहितको टिम खडा गरेर त्यो टिमले चाहिँ त्यसको स्थलगत अध्ययन गरेर त्यति बेला बनेका घरहरू चाहिँ नेपाल चीन सीमाभन्दा 1 किलोमिटर भित्र नेपाली चिनिया भूभागमै भएको भनेर त्यति बेला प्रतिवेदन दिएको स्थिति रहेछ। अहिले त्यही ठाउँमा नै बनाइएको जानकारी प्राप्त भएको छ। नेपाल चीन बीचमा सीमा समस्याहरू छैनन्। कहीँ कतै त्यस्ता देखा पर्यो भने पनि बसेर छलफल गर्ने एउटा सौहार्द सम्बन्ध हाम्रो छँदैछ। दर्शक वृन्द, जेना कि अपने ई जे वीडियो में देख लिए कि नेपाल सरकार के प्रवक्ता समेत रहल परराष्ट्र मंत्री प्रदीप गेवाली वो कह रहा है कि नेपाल आ चीन बीच के कोनो किस्म के सीमा विवाद नहीं है या चीन अतिक्रमण नहीं केने छै कह रहा है। यद्यपि अनुसंधान जारी है, अध्ययन जारी है, से वो कह रहा है। अखन प्रत्यक्ष जुड़ल है हुमला से ओतुका कर्णाली प्रदेश के प्रदेश सांसद तथा पूर्व मंत्री समेत रह चुकल जीवन बहादुर शाही। सबसे पहले उनका स्वागत करै छी। जीवन जी, कार्यक्रम में स्वागत छ। धन्यवाद, नमस्कार। सुरुवात गरौँ यो जुन विषय अहिले जसरी आएको छ, हुन त केही दिन अगाडि पनि चीनले चाहिँ नेपालका भूमि चाहिँ कब्जा गर्यो भनेर चाहिँ आरोप लागेको थियो र त्यसलाई पनि नेपाल सरकारले खण्डन गर्यो कि यो भ्रामक समाचार हो, यो भ्रामक खबर हो भनेर। अहिले फेरि हुम्लाको नामखा गाउँपालिका वडा नम्बर 6 लिपि लाप्चामा त्यहाँ नेपाली भूमि अतिक्रमण गएर चीनले भवन नै, ठुल्ठुला भवन नै निर्माण गरेको भनेर खबर आइरहेको छ। तपाईहरू चाहिँ तपाईँ त्यहीँको सांसद पनि हुनुहुन्छ हैन? के छ यो कुरा चाहिँ? धन्यवाद अजयजी। वास्तवमा के हो भने यो जुन लिमी लाप्चाको अहिले यहाँले कुरा गर्नुभयो, त्यो लिमी लाप्चाको भूमि हामीले सदैवदेखि उपयोग गरेर आइरहेको भूमि हो। अब वास्तविकता भन्दाखेरि 100 वर्ष अगाडिदेखि पनि जुन बेला तिब्बतको छुट्टै राज्य थियो, तिब्बतको छुट्टै राज्य हुँदाखेरि पनि हाम्रा त्यहाँका स्थानीयवासीहरू लिमी गाउँका मान्छेहरूले यो अहिले जुन ठाउँमा उहाँहरूले घर बनाउनु भएको छ त्यसलाई चाहिँ हामीले उपयोग गर्दै आएका, त्यहाँ हाम्रो चौरी खर्क भएको त्यस्तो ठाउँ चाहिँ हो। पछिल्लो समय जुन 2073 सालमा त्यहाँ 2टा घर बनेको देखियो। अनि यताबाट पनि टोली गयो भन्ने कुरा आयो, प्रशासनको पनि टोली गयो भन्ने कुरा आयो। त्यहाँ गइसकेपछि हाम्रा स्थानीयवासीहरू पनि गए। त्यो बेला कुरा गर्दाखेरि चिनियाहरूले के भन्यो भने होइन, यो घर चाहिँ अब कच्ची भवनहरू बनाएका थिए, यो पशु क्वारेन्टाइनको लागि हो, त्यसैले तपाईँहरूले केही चिन्ता गर्नु पर्दैन, तपाईँहरूको पनि पशु हुन्छन्, हाम्रा पनि पशुहरू यहाँ चर्न आइरहेका हुन्छन्, त्यसको लागि क्वारेन्टाइनको लागि हो भनेर। यो भनेको 2073 सालको कुरा भन्नु। 2073 सालको कुरा। 2073 सालमा त्यहाँ हजुर 2टा भवन चाहिँ बनाउन 2टा कच्ची भवन बनेका थिए।
तर त्योभन्दा अगाडि मैले अघि यहाँलाई भन्दाखेरि सदैवको कुरा गरेँ, त्यो तिब्बत राज्य हुँदाखेरिको नै हामीले कुरा गऱ्यौँ। त्यो कुरालाई पनि छोड्ने हो भने जुन बेला लिमी गाविस, त्यो बेला त गाविस थियो, 2058 सालमा हामीले अहिले जुन लोलुङजङ भन्ने जुन ठाउँमा अहिले घरहरू बनिरहेका छन्, त्यो ठाउँमा आफ्नो गाउँ आफै बनाऊ भन्ने रकमबाट त्यहाँका गाउँलेहरूले बाटो खन्न सुरु गरे। बाटो खने, अब त्यो बेला धेरै ठुलो पैसा त थिएन, तर 2066 सालमा हामीले डोजर नै ल्यायौँ। डोजर नै ल्याइसकेपछि अब बाटो खन्ने कुरा भयो। अहिले जुन लोलुङजङ भनिन्छ, जुन ठाउँमा घर बनेका छन्, त्यो भन्दा पश्चिम उत्तरतिर ग्याप्पो दोसा भन्ने ठाउँ छ, सानो खोला छ। त्यो खोलाभन्दा पारिपट्टि चिनिया सेना बस्थ्यो, त्यहाँ नै उहाँहरूको क्याम्प थियो। र हामीले बाटो खन्न सुरु गऱ्यौँ भन्दाखेरि तिमीहरूको सिमाना यही हो भनेर उहाँहरूले हामीलाई, किनभने परम्परादेखि नै हामीले उपभोग गरी आएको हुनाले, खास तिब्बतबाट उहाँहरूले भन्ने बुराङ भन्छन्, हामीले भन्ने चाहिँ ताक्लाकोट हो। ताक्लाकोटका मान्छेहरू, हाई लेभलका अफिसियलहरू ल्याएर आएर उहाँहरूले नाप नक्सा पनि ल्याउनु भएको थियो, जिपिएस पनि ल्याउनु भएको थियो। अनि ग्याप्पो दोसा भन्ने ठाउँमा चाहिँ उहाँहरूले देखाउनु भयो, योभन्दा उतातिर तिमीहरूको सिमाना हो, त्यो सिमानामा बाटो खन भनिसकेपछि हामीले यो कहिले कुरा हो? कहिले कुरा हो? 2066 सालको कुरा। 2066 मा चाहिँ नेपालकै तर्फबाट चाहिँ त्यहाँ बाटो खन्ने काम हामीले ग्याप्पो दोसा भन्ने ठाउँबाट बाटो खन्यौँ हैन। र त्यो अहिले त्यो बाटो जोडिएर अहिले सिमकोटसम्म त्यो बाटो जोडिएको छ। तर 2073 मा आइसकेपछि त्यो अघि लोलुङजङ भन्ने ठाउँमा दुईटा अघि मैले भने कच्ची घरहरू बनाइयो। त्यसपछि त्यहाँका लोकल मान्छेहरू गएर भने त हाम्रो भूमिमा किन घर बनाउनु भयो? बाटो जुन छ, जुन चाहिँ 2066 सालमा बनाइयो नि, त्यो बाटो भन्दा भित्र बनाइयो घर हो। अब 3 किलोमिटर करिब 2.5 देखि 3 किलोमिटर पूर्वतिर आएर उहाँहरूले घर बनाउनु भयो। त्यो भएको हुनाले 73 सालमा भनियो, यो त तपाईँले किन बनाउनु भयो भन्दाखेरि यो पशुवस्तु त्यहाँ थुप्रो हुने, त्यो पशुवस्तु क्वारेन्टाइन हो भनेपछि हाम्रो त्यहाँका जनताहरू ठिकै छ भन्ने कुरा भयो। र आज अहिले आएर आजभन्दा 6 महिना अगाडि उहाँहरूले अर्को चाहिँ 7वटा चाहिँ घरहरू बनाउनु भयो त्यही ठाउँमा। त्यो बिल्डिङहरू सायद तपाईँहरूले पनि फोटो देखिसक्नु भएको होला। अब कङ्क्रिटको पक्की घरहरू बनाउनु भयो। पक्की घर बनाइसकेपछि स्थानीयवासीहरूले विरोध गरे। स्थानीयवासीहरूले के भने, हाम्रो ठाउँमा त तिमीले हिजो यस्तो यस्तो भनेका थियौ, आज किन यसरी बनायो भन्दाखेरि, अनि उनीहरूले के भन्न थाल्यो भने, यो त हाम्रो भूमि हो, तिमीहरूको होइन भनेपछि अनि स्थानीयवासीहरूले विरोध गरे। यो हाम्रो भूमि होइन भने त हामीलाई त्यतिखेर किन बाटो बनाउन दिन्थ्यौ? तिम्रो भन्दा अझै चाहिँ पश्चिमतिर 3.5 किलोमिटर पनि पश्चिममा हो हाम्रो सिमाना भन्ने कुरो भयो। त्यसपछि यहाँ चाहिँ सहायक सिडिओको नेतृत्वमा खास सिमाना हेर्ने भनेर त गएको होइन। त्यो बेला चिनियाहरूले अलिकति यो कोभिडको लागि भनेर केही सामानहरू सहयोग गरेको रहेछ, त्यो बुझ्नको लागि भनेर सहायक सिडिओ जानुभयो। त्यो ठाउँमा पनि उहाँले हेर्नुभयो। अनि स्थानीय जनप्रतिनिधि, स्थानीय जनताहरूले हामीले परापुर्खा कालदेखि चाहिँ भोग चलन गरी आएको त छँदैछ। 66 सालबाट त हामीले बाटो नै बनायौँ। यदि चिनिया भूमि थियो भने त उनीहरूको भूमिमा त हामीलाई 1 इन्ची पनि त्यो कोतार्न पनि दिन्नन् भने यत्रो सडक बनाउन दिने कारण त कसरी हुन्थ्यो? हाम्रो भूमि नभएर चाहिँ उनीहरूले बाटो बनाउन दिएको हो र हामीले चाहिँ भनेपछि अहिले 2066 सालमा बनाइएको सडक अहिलेको दाबी अनुसार जसरी चिनिया पक्षले जे भनिरहेको छ, यो भवन चाहिँ हाम्रो भूमि हो, हाम्रो भूमिमा हो भनेर भनिरहेको अवस्था छ भनेपछि त्यो सडक पनि अहिले चीनकै भूमिमा छ भन्ने भयो हैन त? अब 2.5 किलोमिटर त अब चिनिया भूमिमा पर्ने भयो। अनि हाम्रो लजिक के भने, कि त चीनले के भन्नु पर्यो भने, हाम्रो देश चाहिँ कमजोर देश हो, नेपाल एकदम धनी देश थियो, त्यस कारणले चाहिँ हाम्रो चाहिँ 3 किलोमिटर सडक बनाइदियो भन्नु पर्यो होइन? कि त चाहिँ चीनले चाहिँ नेपालले हाम्रो भूमि मिचेको भन्नु पर्यो? होइन भने उनीहरूकै सहमतिमा उनीहरूकै हाई लेभलको मान्छे आएर हामीले चाहिँ सडक खन्ने, अहिले आएर चाहिँ हाम्रो भन्दाखेरि
हाम्रो चाहिँ हाम्रो सरकारसँगको दुखेसो भनेको के अनि हो भने त्यो बेला सडक बनाउने बेलामा नि 2066 सालमा जतिखेर नेपाल सरकार 66 2066 सालमा जतिखेर नेपाल सरकारले सडक बनायो आफ्नो गाउँ आफै बनाऊ भन्ने जुन तपाईँले भन्नुभयो त्यो बेला कार्यक्रम त्यो त 58 सालमा हेर्नुहोस् त्यो हजुर। आफ्नो गाउँ आफै बनाऊ भन्ने कुरो त हामीले सडक खन्न सुरु गरेको त 58 सालमा त्यो आफ्नो गाउँ आफै बनाऊको पैसाबाट लिमी गाविसले सुरुवात गर्यो। अहिले जुन ठाउँमा चाहिँ भवनहरू बनाइरहेका छन् त्यही ठाउँमा मात्र त्यो बाटो खन्न सुरु गर्यो। 2066 सालमा चाहिँ नेपाल सरकारको तर्फबाटै पैसा राखेर हामीले त्यहाँबाट त्यो बाटो खनेको हो, डोजरले खनेको, मेसिनले खनेको। अनि त्यो बेला चाहिँ चिनिया पक्षले चाहिँ नेपाली र चिनिया पक्ष बीच कुरा भएको होला के चाहिँ कुरा भयो त्यहाँ जाँच नाप नक्सा हुने काम या अरू त्यस्तो केही सीमा छुट्याउने काम हुन सक्ला होइन एउटा त कन्फर्मेसन त हुनु पर्यो नि कि नेपाली भूमि हो कि होइन या चिनिया भूमि हो कि के हो अनि त्यो बेला चाहिँ के भएको थियो वास्तवमा हो त्यही भनेको त त्यो बेला जब हामी डोजर लिएर गइसकेपछि चिनियाहरूको अब हाम्रो नेपालका त कोही गएनन् हाम्रो नेपालका चाहिँ प्राविधिकहरू मात्रै गए होइन जिल्लाको प्राविधिक जाने त हो त तपाईँलाई थाहा छँदैछ ती गए र उताबाट उनीहरू आए उनीहरू चाहिँ उनीहरूको हाई अफिसियल आए सेनाहरू आए र हामीले बाटो खन्दाखेरि उनीहरूले किनभने हामीसँग त हाम्रो सरकारले त हामीलाई नक्सा दिने कुरा पनि छैन नर्मली चाहिँ बोर्डर जिल्लाहरूमा जहाँ विवादित छ त्यहाँ फरक कुरा हो विवादित नभएको जिल्लाहरूमा त एउटा नक्सा जिल्ला प्रशासन कार्यालयमा दिनु पर्थ्यो एउटा नक्सा स्थानीयलाई दिनु पर्थ्यो त्यसले गर्दाखेरि हाम्रो बोर्डर लाइनहरू चाहिँ यिनीहरू हो है भनेर भन्नु पर्थ्यो नि त्यो केही नगरेको हुनाले हामी चाहिँ भोग चलनको आधारमा बाटो खन्न गयौँ अनि चिनियाहरू आफै आएर उहाँहरूले नक्सा ल्याएर उहाँहरूले जिपिएस ल्याएर उनीहरूको हाई अफिसियल मान्छेहरू आएर ग्याप्कु दोसा मैले अघि पनि भने ग्याप्कु दोसाको सानो एउटा खोला छ त्यो खोलाबाट तिमीहरूको चाहिँ पूर्वतिर होइन इस्टर्न पार्टतिर तिमीहरूको हो भनेर उनीहरूले नै पोइन्ट देखाइसकेपछि हामीले बाटो खनेको हो होइन आज दोसा जुन ठाउँ भन्नुभयो खोला भन्नुभयो त्यो चाहिँ सीमा हो भनेर चिनिया पक्षले नि भनिसकेको रहेछ हजुर त्यो खोला चाहिँ सीमा हो भनेर चिनिया पक्षले नै त्यो बेला हो ग्याप्कु दोसा भन्ने खोलाबाट नै तपाईँहरूले बाटो खन्नुहोस् भनेर चिनियाहरूले नै भनेको हाम्रो त के तागत छ त उनीहरूको त सयौंको संख्यामा सेना बसेको हुन्छ त्यसपछि नेपाल सरकारले त्यहाँ सडक बनाएको अवस्था छ र अहिले आएर चाहिँ त्यो भित्र चाहिँ जुन त्यहाँ चाहिँ क्वारेन्टाइन भनौँ न पशुहरूको क्वारेन्टाइनका लागि चाहिँ चिनिया पक्षले नै सहयोग गरेर भने कच्ची भवन बनाइदिएको थियो होइन अहिले आएर त्यहाँ पक्का बनाइयो अहिले पक्का बनाएर सहयोग गर्ने उद्देश्यले चाहिँ बनाइएको थियो भनेर चाहिँ चिनिया पक्षले भनेको रहेछ जसरी तपाईँले भन्नुभयो होइन अहिले आएर चाहिँ हाम्रो हो भनेर चीनले भनिरहेको अवस्था छ अहिले भइसकेपछि उनीहरूले हाम्रो हो भनेर भने अब हाम्रो भनाइ के होला तिमीहरूको हो होइन भन्ने कुरा त यो हाम्रो देशले किन भनेन र त्यो बेला तिमीहरूले हामीलाई त्यो बाटो बनाउन किन दियौ त होइन हामीलाई त नाप नक्सा पनि छैन अब यो त हाम्रो सरकारको ठुलो गल्ती हो यो कुरा चिनिया पक्ष समक्ष यी कुराहरू राख्नु भयो कि त्यो बेला तपाईहरुले चाहिँ बाटो किन बनाउन दिनु भयो अस्ति त यस्तो भयो नि यहाँको सिडिओहरू गए होइन त्यो भनेर जाँदाखेरि त्यो ठाउँमा उनीहरूले चिनियाहरूले भित्र पस्नै दिएनन् अनि तिमीहरूलाई टाढा टाढा बस भने अनि उनीहरूले माइकबाट चाहिँ माइकिङ गर्यो हाम्रा चाहिँ यता डाँडामाथि उनीहरू परबाट कुरा गर्दाखेरि त हाम्रोले कुनै कुरा बुझ्ने कुरै भएन त्यहाँ जुन ठाउँमा चाहिँ 12 नम्बर पिलर छ त्यो पिलर भएको ठाउँमा चाहिँ यिनीहरूले त्यो गर्यो होइन त्यो के अरे कुरा गर्यो अनि कुरै नभएर हाम्रो सिडिओहरूको टोलीहरू चाहिँ त्यहाँबाट फर्केर आएर फेरि अर्को हाम्रो बोर्डर भनेको अहिले आधिकारिक बोर्डर भनेको हिल्सा हो हिल्सा जानुभयो अनि कुनै वार्ता भएन उहाँहरूले पनि नक्सामा नक्सा भेट्यो अस्ति भर्खर 4 गते गएको त उहाँहरू 4 गते जानुभयो 5, 6, 7, 8, 9 गतेतिर कि कहिले फर्केर आउनुभयो उहाँहरू फर्किनुभन्दा पहिला वार्ता कुनै भएन चिनिया टोलीसँग केही वार्ता भएन उनीहरूले अब चाइनिजमा के भने यिनीहरूलाई फर्काइदिए अनि हाम्राले के भन्न थाल्यो भने 11 नम्बरको पिलर हराएको थियो त्यो प्राप्त गर्यौँ न 11 नम्बरको पिलर कहिले हराएको थियो न केही भएको थियो केही पनि भएको थिएन त्यो त 12 नम्बरको पिलर छ रे 11 को चाहिँ हरायो भने जुन कुरो आइरहेको थियो र जुन फेला पर्यो रे
जुन कहिले हराएको होइन, मान्छे जाँदै नगएपछि अब हरायो भनेर त भएन नि। त्यो पिलर न कहिले हराएको थियो, हराएको भए त खोजेर कहाँबाट ल्यायो त, त्यही ठाउँमा थियो। त्यो ठाउँमा प्रत्येक वर्ष सीमा वार्ता भनेर यहाँको प्रमुख जिल्ला अधिकारीको उसमा जान्छन् हो। अब जाने माथि चाहिँ गएर कैलाश मान्छेहरू घुमेर आउने गरे। अब अहिले चाहिँ मेरो विचारमा सरकारका मान्छेले लाज पचाउनको लागि हामीले चाहिँ 11 नम्बरको पिलर हराएको थियो खोजेर ल्यायौँ भन्छन्। अब त्यो पिलर हाम्रोमा हुने हो र हराएको भए त चिनले पनि खोज्थ्यो होला, त्यो चाहिँ गलत कुरा हो। अब पिलर भेटिनु अहिले सुन्नमा आएको कुरा के छ भने सरकारले नक्सा लिएर गएको थियो, नक्सामा चाहिँ उता पर्यो भन्छन् रे। हाम्रो भनाइ के भने यदि त्यस्तो हो भने पनि यहाँका सीमामा बस्ने जनताहरूलाई, यहाँका जनप्रतिनिधिहरूलाई त देखाउनु पर्यो नि। सर्वदलीय बैठक बसौँ, यी के रहेछ भन्दाखेरि चाहिँ सरकारले त्यो के अरे यहाँको प्रशासनका मान्छेहरूले त्यो देखाउन चाहेनन्। तर त्यो मान्छे, यो प्रशासनका मान्छे बोर्डरमा वार्ता गर्न गएका भन्नेहरूलाई नफर्काउँदै हाम्रो परराष्ट्र मन्त्रीज्यूले अहिले सरकारको प्रवक्ताले पनि के भन्नुभयो भने होइन यो मिसेकै छैन। असोजको 7 गतेखेर चाहिँ वार्ता टोलीहरू चाहिँ उतै थियो होइन, वार्ता टोली चाहिँ उतै थियो, त्यही बेला चाहिँ उतै थियो। त्यो बेला चाहिँ परराष्ट्र मन्त्री र नेपाल सरकारको प्रवक्ता प्रदीप गेवालीले असोज 7 गते उहाँले चाहिँ हो एक्ज्याक्टली त्यही होला भन्नुभयो। हजुर स्पष्टमा भन्नुभयो कि कुनै सीमा मिचिएको छैन। हजुर हो, असोज 4 गते यिनीहरू माथि गए, 5-6 गते चाहिँ त्यही नै थिए, 7 गते यिनीहरू आएको छ, अस्ति 10 गतेतिर आए। जो 7 गते नै नेपाल सरकारले चाहिँ भनिसक्यो चाहिँ हो। उनीहरूले अनुसन्धान कहाँ गर्यो, त्यो काठमाडौँमा बसेर गरेका हुन् कि यहाँको वार्ता टोली भन्ने त चिनियाहरूसँग यिनको कुरै भएन हो। चिनियाहरूले माइकमा फुकेर तिमीहरू जाऊ यो हाम्रो भन्यो, त्यही हो, त्यसैले वार्ता भन्छन् कि होइन। वार्ता भएको भए त दुवै पक्षले नक्सा राखेर आखिरी उपभोग गर्ने भनेको चाहिँ त्यहाँका चाहिँ सीमाका वासीहरू हुन्। यहाँका जनप्रतिनिधिलाई पनि लगेर सीमावासीलाई पनि अरू केही नलगे पनि सीमावासी र तिनलाई राखेर नक्सा। अब तपाईँ त्यहाँका जनप्रतिनिधि हुनुहुन्छ होइन, प्रदेश सांसद हुनुहुन्छ, तपाईँ केन्द्रीय मन्त्री पनि भइसक्नु भएको छ। तपाईँलाई चाहिँ के लाग्छ आधार चाहिँ के हो? जसरी तपाईँले भनिराख्नु भएको होइन कि त्यो चाहिँ नेपाली भूमि नै हो, यसका आधारहरूको कुरा गर्ने भने के हुन् ती आधारहरू? मैले भने त नम्बर 1 आधार भनेको सयौं वर्ष अगाडिदेखि जुन ठाउँमा भवन बनिरहेको छ उनीहरूको, त्यहाँ चाहिँ हाम्रो सधैँ हामीले चौरी पाल्ने ठाउँ हो। खर्कहरू हुन्, हाम्रा लिमिका गाउँका दाजुभाइहरूले यही लोलुङजाङमै गरेर त्यो हाम्रो पशुपालन गर्थे। नम्बर 1 होइन लोलुङजाङ। हजुर त्यो लोलुङजाङ जहाँ अहिले उहाँहरूले भवन बनाइरहेका छन् त्यहाँ हाम्रा चाहिँ खर्कहरू हुन्थे। यदि उनीहरूको भएको भए त हामीलाई त्यहाँ खर्क बस्न त दिँदैन थियो। पहिला चाइना र नेपालको के थियो भने केही कुरामा हामी उनीहरूकोमा पनि हाम्रो पशुवस्तु चर्न जान्थे। हामीले उनीहरूकोमा उनीहरूको भूमिमा चर्न गयौँ भने त्यो मानसरोवरको छेउमा छ, त्यहाँ हामीले ट्याक्स तिर्थ्यौँ। अनि उनीहरू यता आयो भने हामीलाई ट्याक्स बुझाउँथे हो। अनि यो ठाउँमा चाहिँ हामीले सयौं वर्षदेखि त्यहाँ चाहिँ हाम्रो पशुपालन गरेको हाम्रा खर्कहरू भएको नम्बर 1 त्यो कुरा भयो। नम्बर 2 पछिका कुरा, अब अगाडिका कुरा हामी बिर्सौँ। नम्बर 2 2058 सालमा हामीले बाटो खन्न सुरु गऱ्यौँ, उनीहरूले केही भनेनन् त्यतिखेर। 2056 सालमा हामीले के अरे 66 सालमा हामीले डोजर लिएर बाटो खन्न गयौँ, उनीहरू आफै आए। आफै आइसके ग्यातको दोसाबाट तिमीहरूको सिमाना हो, यहाँबाट बाटो खन्न भने उनीहरू त्योभन्दा यता पनि आउँदैन थिए। गरेर आइसकेपछि हाम्रो प्रमाण त यही हो। अब नापीको नक्साको कुरा गर्ने हो भने लोकल मान्छेलाई यिनले लिएका छैनन्। कुन बेला चाहिँ यो नापी गरे, कहाँबाट सिमाना पर्छ, त्यो त राज्यले हामीलाई भन्नु पर्थ्यो नि त। यहाँका जनप्रतिनिधिलाई भन्नु सरकारको दायित्व हो कि होइन? यहाँका चाहिँ त्यो सीमावासीहरूलाई भन्नु दायित्व हो कि होइन? अहिले पनि माथि गएर उनीहरू वार्ता गरेर आएको हो भने चिनियाका कुन लेभलका, हाम्रो सिडिओ गएपछि तिनीहरूको कुन लेभलको मान्छेसँग वार्ता भयो, यो लेभलको वार्तासँग भयो भने यो जिल्लालाई पनि जानकारी दिनुपर्छ कि पर्दैन? सिडिओले के भन्छ भने यो चाहिँ हाम्रो तालुकदार मन्त्रालयलाई दिने हो, तपाईँहरूलाई भन्न मिल्दैन भनिसकेपछि त हामीलाई शङ्का लाग्नु स्वाभाविक भयो। र अर्को कुरा, सिडिओले के अरे यो रिपोर्ट दिनुभन्दा अगाडि नै सरकारको प्रवक्ताले मिचिएको छैन भनेपछि अनि यो सिडिओले मिचिएको भए पनि मिचिएको छ भन्ने कुनै ताकत हुन्छ त? के अरे सरकारले जे भन्छ त्यो त भन्नु परि नै हाल्यो। हजुर अब तपाईहरुको माग चाहिँ के छ?
हो हाम्रो अहिले माग अस्ति पनि हामी सर्वदलीय बैठक बस्यौँ। यो भूमि हामीले प्रयोग गरेको, यो सडक हामीले बनाएको हो। अब चाहिँ हाम्रो केन्द्रबाट सुरक्षाका मान्छेहरू, गृहका मान्छेहरू, परराष्ट्रका मान्छेहरू, नापीका मान्छेहरू तपाईँहरू पनि आइदिनु पर्यो र चिनियाहरूलाई पनि बोलाउनु पर्यो। हाम्रा यहाँका जनप्रतिनिधिले राखेर म्याप लगेर अब त त्यो ठाउँमा राख्नु पर्यो नि त, म्याप त राखेर हाम्रो भूमि यो डिमार्केसन गर्नु पर्यो। सधैँ हामी त झगडा गर्न चाहँदैनौँ नि। हाम्रो भनाइ त अहिले पनि त्यो जग्गा हाम्रो हो त। हाम्रो जग्गा नभएको भए उनले खन्न दिन्थे। त्यसैले तपाईँहरूले कहाँबाट नक्सा बनाउनु भयो, यहाँको कुन चाहिँ जनप्रतिनिधि लानु भएको थियो। अब ठिक छ, त्यो पुरानो कुरालाई पनि बिर्सौँ। अब यो विषयमा जीवनजी, अब यो विषयमा चाहिँ त्यहाँको प्रदेश सरकार के गर्दैछ? प्रदेश सरकार त सुतेर बसिया छ होइन। प्रदेश सरकारले त केही बोलेन। अब अहिले के गर्नु? जिल्लाको त तपाईँले भनि नै हाल्नुभयो कि केन्द्र सरकारले नै भनिसकेपछि सीमा मिचिएको छैन, चीनसँग कुनै त्यस्तो सीमा विवाद छैन भनेर भनिसकेपछि त अब त्यहाँ सिडिओ साहेबले बोल्ने कुरै भएन होइन। त्यो तपाईँको कुरै भएन। उसले त सरकारले प्रदेश सरकारले त बोल्नु पर्ने हो नि यसमा होइन। प्रदेश सरकारको पनि खोजी गर्नुहोस् न। उनीहरूले वार्ता त भयो भन्छ। चीनको कुन नेता हस्ताक्षर भएको होला नि? वार्ता भने त माइनेटिङ भए होला नि त त्यहाँ होइन। माइनेटिङ भएर उनीहरूले हस्ताक्षर गरे होला नि, यो हाम्रै हो, यो तपाईँहरूको होइन, त्यस कारणले भनेर केही गरे होला नि। अथवा चाहिँ माइनेटिङ नगरे भने वार्ता टेबलमा बसेको फोटो खिचिया होला नि, हात मिलाएका होला नि त। त्यो देखाउनु परेन हामीलाई? कुनै नभएर त्यहाँ गएर अनि चाहिँ एकैचोटि चाहिँ हाम्रो यो होइन भनेर चाहिँ केन्द्रीय सरकारले भन्ने। केन्द्रीय सरकारले भनिसकेपछि प्रदेश सरकार पनि त त्यही सरकार त छ त। हामीले अहिले को सरकार कोसँगको कुरा होइन। जीवनजी, अब एउटा कुरा के भन्दाखेरि नेपाली जनताको भूमिमाथि अरूले आक्रमण गर्नुहुन्न भनाइ चाहिँ हाम्रो हो कि। हजुर, अब जतिखेर चाहिँ दुईटा कच्ची भवन बनाइदियो होइन, त्यो बेला चाहिँ चीनले चाहिँ त्यहाँ कच्ची भवन बनाइदियो र यो चाहिँ तपाईँहरूकै पशुको लागि क्वारेन्टाइन हो, जाँच यता यी सब कामका लागि सहयोग हुन्छ भनेर बनाइदिएको अवस्था हो होइन। नेपालीले नै सहज हुने र त्यहाँका स्थानीयवासीले पनि नेपाल सरकारको पहुँच नभइरहेको बेलामा चीनले सहयोग गर्यो चाहिँ उनीहरू चाहिँ खुसी भएर हुन्छ भनेर भनिदिएको अवस्था होइन। अब एकदम भवन निर्माणको काम जतिखेर सुरु भयो नि, पक्की भवन निर्माणको काम, त्यो बेला चाहिँ त्यहाँका स्थानीयवासीहरू किन के बोलेनन्? होइन बोले त। अहिले हेर्नु, यो पक्की भवन बनाएको त जम्मा 6 महिना भयो नि त। पक्की भवन बनाउन सुरु गर्ने बित्तिकै त स्थानीयवासीहरूले त बोले त, हाम्रो भवन हाम्रो भूमिमाथि यिनीहरूले चाहिँ यस्तो यस्तो बनाउन थाल्यो भनेर। यहाँ चाहिँ अनि जानकारी भएर त बल्ल बल्ल यिनीहरू गएका हुन् नि। त्यो भूमि जहाँ छ, मैले भने अघि पनि, खर्क हो। त्यहाँ गोठ चाहिँ बर्खामा बस्ने जुन गाउँको बस्ती त धेरै यता छ, त्यहाँबाट पनि हिँडेर आउँदाखेरि त 2 दिन लाग्छ होइन। जब त्यहाँका जनताले थाहा पाइसकेपछि 2 दिन त त्यहाँ लाग्छ। त्यहाँबाट चाहिँ सदरमुकाम अहिले सिमकोट आउन नै अर्को 4 दिन लाग्छ हो। यहाँ आएर भने सरकारलाई, यहाँका चाहिँ प्रशासकहरूलाई भने हाम्रो भूमिमा त यिनीहरूले पक्की घर बनाउन थाले। भनिसकेपछि यिनीहरूले छलफल गर्दै कहिले कोभिडका कुरा, कहिले के कुरा गर्दै त अहिले 5-6 महिना त भयो नि। अब उनीहरूलाई त्यो कारणले पनि ढिलो भयो। उनीहरूको जसरी साधन स्रोतहरू छ। हाम्रा मान्छेले भन्न ढिलो गरेको होइन कि सरकारका मान्छेले ढिलो गरिदिए। अब तपाईँहरू भनिराख्नु भएको छ, तपाईँ त्यहाँका जनप्रतिनिधि होइन, तपाईँले भनिराख्नु भएको छ कि यो चाहिँ भूमि नेपालकै हो। जसरी परापूर्व कालदेखि नै जसरी भोग चलन गर्दै आएको विभिन्न आधारहरू तपाईँले भन्नुभयो, सडक निर्माण लगायतका कुराहरू भन्नुभयो होइन। अर्को तर्फ कुरा गर्ने हो भने स्थानीयवासीले पनि यो भूमि चाहिँ हाम्रै हो भनिरहेको अवस्था छ। अनि यता सरकारको कुरा गर्ने हो, सरकारले चाहिँ चीनसँग कुनै विवादै छैन भनिसकेपछि कुरै सक्यो होइन। त्यो चाहिँ यहाँको कुरो मात्रै होइन, अन्यत्र कहीँ पनि चीनसँग कुनै विवाद छैन भन्ने चाहिँ सरकारको तर्क हो, सरकारी पक्षको धारणा त्यो रह्यो। भनेपछि अब चाहिँ अन्त्यमा छौँ हामी। अब चाहिँ के गर्नुहुन्छ तपाईँहरू? अबको के छ कार्यक्रम, के छ, के गर्नुहुन्छ? यो निर्क्योल त लाग्नु पर्यो नि होइन? अब अहिले हामीले के भनिरहेछौँ भने अब राज्य नै हाम्रा यहाँका जनताको विपरीत लागिसकेपछि हामीले गर्न सक्ने कुरा त के छ र? त्यही पनि अहिले हामीले हिजो मात्रै हाम्रो माननीय यहाँबाट प्रतिनिधित्व गर्ने 2 जना माननीय हुनुहुन्छ। एकजना छक्कबहादुर लामा, उहाँ अहिले चाहिँ बोर्डरतिरै जानु भएको छ होइन, के छ भनेर।
उहाँ पनि अलि सत्ता पक्षको भएको हुनाले बोल्न सक्नु भएको छैन होला। अर्को माननीय हाम्रो रङ्गमती साई हुनुहुन्छ, उहाँले त हिजो ध्यान आकर्षण पत्र लगेर के अरे परराष्ट्र मन्त्रीलाई हिजो बुझाउनु भएको छ। अब हाम्रो माग के हो भने बारम्बार यस्ता खालका चाहिँ विवाद हुने कुरो सरकारले गराउनु हुँदैन। माथिबाट विज्ञ टोलीहरू ल्याएर यहाँका स्थानीयलाई राखेर अब डिमार्केसन गर्नु पर्यो नि राम्रोसँग। डिमार्केसन गर्दाखेरि हामी त्यो छलफल त गरौँला भनौँला। अब नापी नक्साको कुरा गर्दाखेरि यहाँका लोकल मान्छेलाई नलगेर, त्यहाँका चाहिँ के अरे स्थानीयवासीलाई नलगेर उनीहरूले अब गुगलबाटै बनाएका छन् कि सेटेलाइटबाट बनाएका छन् कि यो कहिले भएको। नर्मली चाहिँ बोर्डरमा 10 वर्षमा इन्सपेक्सन टोली जाने, कहाँ घटेको छ, कहाँ बढेको छ अथवा कहाँ मिचिएको छ हेर्ने कुरा हो नि। आज यहाँ हाम्रो धन्नै 15-20 वर्ष भयो, त्यो कुनै केही पनि भएको छैन। हाम्रा पिलर कहाँ छन् के पनि थाहा छैन। त्यस कारणले केन्द्रबाट आएर यो कुराको राम्रोसँग निर्कल गरिदेऊ। हामी भन्छौँ अब त्यो हो भनेपछि त हामीले बनाएको बाटोको चाहिँ कि हामीलाई क्षतिपूर्ति फिर्ता दिनु पर्यो होइन। उनीहरूले नक्सामा त्यो हाम्रो सरकार, हामी त चुकेका होइनौँ, सरकारले चुकेर नापी त्यसो गरिदिएको रहेछ भनेपछि त हामीलाई त केही पनि थाहै छैन। हामीले गरेको हाम्रो भूमिलाई उनीहरूले लग्यो, यो हाम्रो हो भन्ने कुरा हामी बोलिरहेका छौँ, भनिरहेका छौँ। अब माथिबाट आएर विज्ञ टोली आएर यहाँका स्थानीयलाई राखेर, चाइनिजलाई पनि राखेर डिमार्केसन गरेर अब अझै भनियो भने चाहिँ बार ल्याउनु पर्ने भयो भने बार लगाएर, पिलर राख्नु भयो भने पिलर राखेर यसलाई चाहिँ सधैँ विवादित हुने कुरा चाहिँ सरकारको हेरचङ्ग्रहीका कारणबाट हुनु हुँदैन भन्ने चाहिँ हाम्रो माग छ। हजुर, अब अन्त्यमा तपाईँलाई के लाग्छ, कति किलोमिटर भूमि चाहिँ चीनले कब्जा गरेको जुन तपाईँले भनिराख्नु भएको छ, कति किलोमिटर भूमि जति होइन अब यो भनेर जुन ठाउँमा ग्याटपु दोसाबाट जहाँ अहिले यिनीहरूले भवन बनाइरहेका छन् त्यहाँसम्म त करिब 3 किलोमिटर भइहाल्यो। अहिले चिनियाहरूको भनाइ त त्यो घरबाट पनि अझै पूर्वतिर नै हो उनीहरूको सिमाना भन्ने कुरा आइरहेको छ। अझै पूर्वतर्फ चाहिँ चिनिया सिमाना रहेछ भन्ने भनाइरह्यो भन्ने कुरा चाहिँ उनीहरूको माग दाबी छ रे। त्यस्तो हो भने त अब धेरै किलोमिटरको कुरा छ नि। अब त्यो एरिया त हामी नाप्नुपर्छ एक्ज्याक्टली कति हो भन्ने कुरा त। यो कस्तो त्यो 11 नम्बर र 12 नम्बरको पिलर चाहिँ भी आकारका छन् हैन? जीवनजी त्यहाँ बस्ती छ कि छैन? पहिला थियो कि अहिले छैन कि के छ? त्यहाँ बस्ती छ? नेपाली बस्ती होइन, बस्ती हाम्रो बस्ती पनि होइन, उनीहरूको बस्ती पनि होइन। तर उनीहरूको अघि नै मैले भने नि पहिलादेखि नै खाली ठाउँ हो त्यो। उतातिर त्यो चाहिँ हाम्रो बस्ती चाहिँ त्यहाँबाट झन्डै 1.5 दिन लाग्छ यता होइन। त्यो हाम्रो भूमि भनेको जम्मा चौरी पालन गर्ने हाम्रो भूमि हो। त्यसै कारणले त्यस्तो अनकन्टा ठाउँमा त्यही भूमि भएको कारणले नै लिमीका मान्छेहरू त्यहीँ बसेका हुन्। त्यहाँबाट माइग्रेट नभएको कारण त्यही हो। अब त्यो भूमि पनि उनीहरूले आफ्नो हो भनेर लगिसकेपछि त लिमीका मान्छेहरू पनि बस्न सक्ने अवस्था रहेन। अब उनीहरू बस्न सक्ने अवस्था नरहेपछि त चीनले जानेर आफ्नो सिमाना भने पनि भयो नि, त्यस्तो अवस्था छ। हस् त, धेरै धेरै धन्यवाद। ल यहाँलाई पनि धेरै धन्यवाद। ओ छलथि जीवन बहादुर शाही, हुमला के सांसद, ओ कर्णाली प्रदेश के सांसद छथि तथा पूर्व केंद्रीय मंत्री सेहो छथि। हुनका से बातचीत करै छलिए जे अखन जे एकटा विवाद आबि रहल छै कि चीन नेपाल की भूमि अतिक्रमण केने छै से आरोप लग रहल छै। विशेष कऽ कऽ हुमला के नामखा गाउँपालिका लिमी लाप्चा में भूमि अतिक्रमण कऽ कऽ चिनिया पक्ष ओइज किछु भवन निर्माण केने छै। जेनाकि ओ कहि रहल छलथि कि ओहि भवनोसँ ओहि कता जाकऽ हमसब सड़क बनौने छी। सड़क बनाओल गेलै नेपाल के दिशसँ, लेकिन तहिया नहीं रोकल गेलै। तहिया सौहार्दपूर्ण वातावरण में नेपाल सरकार सड़क बनौने छै, लेकिन अखन आबि कऽ ई कहि रहल छै कि सड़को हमरे छै आ भूमि जे छै ओ सेहो हमरे छै, से चीन के दाबी छै। एम्हर चीन के दूतावास कहि रहल छै कि ई चीनिया भूमि छै। नेपाल सरकार सेहो कहि रहल छै कि ई चीन के भूमि छै। यद्यपि अध्ययन अनुसंधान होवऽ के चाही, ओहि पर नेपाल सरकार सेहो राजी छै, लेकिन जै हिसाब से होवऽ के चाही अध्ययन अनुसंधान ओ नहीं भऽ रहल छै। ताहि पर असंतुष्टि जनाबि रहल छै ओतऽ के जनप्रतिनिधि आ स्थानीयवासी, कियाकि ओ सब पहले से भोग चलन करैत आबि रहल भूमि छै आ हुनका सबके यथार्थ प्रमाण छै कि वास्तव में ई भूमि केकर छै। हुनका सबके मांग छै कि भूमि केकर छै, एकर यथार्थ जानकारी हुअ पड़लै। यद्यपि हुनका सबके इहो तर्क छै कि पहले ही से जै हिसाब से भोग चलन करैत आबि रहल छै, जै हिसाब से काज हम सब केने छी, सड़क बनौने छी, तहिया किया नहीं रोकल गेलै। ई गंभीर प्रश्न छै हुनका सबके आ एकर उत्तर नेपाल सरकार के देबाक चाही। आ यही विषय में चर्चा करै छलिए। बेस त नमस्कार।